छु हजुरसम्म भनी भयो नडराई निर्धक्क रातो घरेलीमा। ए पहिलो भेटमै मन छोर्यो रे खाले एकैचोटि भन्देऊ न एकाले रातो। चर्चित गायिका रेखा पोखरेल लोक तथा दोहोरी चर्चित गायक चिज गुरुङले जानकारी दिएअनुसार आफूहरूले पछिल्लो समय गीत सङ्गीतमा निरन्तर विभिन्न युट्युब च्यानलबाट लाइभ दोहोरी गाउँदै आएको र पछिल्लो समयको केही लाइभ दोहोरी भने रेखा पोखरेलसँग आफूले गाएको लाइभ दोहोरी निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएर आफूले निकै नै कडा शब्दमा लाइभ दोहोरी टुक्का पनि आफूहरूले गाउँदै आएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका रेखा पोखरेल लोक तथा दोहोरी चर्चित गायक लन्टु तथा चिज गुरुङले जानकारी गराउनुभएको छ। दर्शकबिन नमस्कार। दर्शकबिन पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायिका रेखा पोखरेल लोक तथा दोहोरी चर्चित गायक लन्टुबाट पछिल्लो समय आफूलाई देश तथा विदेशमा निकै नै परिचित राख्न सफल भएका गायक चिज गुरुङले जानकारी दिएअनुसार रेखा पोखरेलसँग आफूले गाएको लाइभ दोहोरीको केही टुक्का भने निकै नै कडा शब्दमा आफूहरूले लाइभ दोहोरी गाउने अवसर मिलेको र पछिल्लो समय रेखा पोखरेल भाइरल भएपछि आफूहरूले निरन्तर लाइभ दोहोरी गाउँदै आएको भन्दै लोकप्रिय गायक लन्टु तथा चिज गुरुङले जानकारी गराउनुभएको छ। पछिल्लो समय भाइरल चर्चित गायिका रेखा पोखरेलले आफूले विभिन्न कलाकारहरूसँग निरन्तर लाइभ दोहोरी गाउँदै आएको र पछिल्लो समय आफू देश तथा विदेशमा आफ्नो गीत निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएका र लोकप्रिय गायक चिज गुरुङसँग आफूले निरन्तर लाइभ दोहोरी गाउने अवसर मिलेको र दर्शक श्रोताहरूको आफूलाई यति धेरै माया र साथ पनि पाउन सफल भएको भन्दा लोकप्रिय गायक चिज गुरुङ र आफूले गाएको लाइभ दोहोरीको केही टुक्काहरू पनि आजभोलि सामाजिक सञ्जालमा निकै नै भाइरल भइरहेको भन्दै लोकप्रिय गायिका रेखा पोखरेलले जानकारी गराउनुभएको छ। रेखा पोखरेलले जानकारी दिएअनुसार आफूले गायक चिज गुरुङको विभिन्न गीतहरू एल्बम गीत र मौलिक गीतहरू सुन्दै आएको र पछिल्लो समय आफूले चर्चित गायक चिज गुरुङसँग यसरी लाइभ दोहोरी गाउने अवसर मिल्दा आफू निकै खुसी भएको हुँदै लोक तथा दोहोरी चर्चित गायिका रेखा पोखरेलले जानकारी गराउनुभएको छ। गायक लन्टु तथा चिज गुरुङले गायिका रेखा पोखरेलसँग आफूले निरन्तर लाइभ दोहोरी गाउँदै आएको दर्शक श्रोताले आफू र रेखा पोखरेलको जोडीलाई पनि निकै नै मन पराइदिनु भएको र आफूले निरन्तर लाइभ दोहोरी गाउने क्रम विभिन्न चर्चित कलाकारहरूको साथमा निरन्तर गीत सङ्गीतमा आफूले दिनौँ जस्तो लाइभ दोहोरी मात्रै नभएर आफ्नो एल्बमको गीतहरू पनि गाउँदै आएको भन्दै लोकप्रिय गायक चिज गुरुङले जानकारी गराउनुभएको छ। गायिका रेखा पोखरेलले आफूले गायक चिज गुरुङसँग लाइभ दोहोरी मात्रै नभएर आफ्नो र चिज गुरुङको छिट्टै एल्बमको गीत पनि आउने भन्दै गायिका रेखा पोखरेल लोक तथा दोहोरी चर्चित गायक लन्टु तथा चिज गुरुङले जानकारी गराउनुभएको छ।